चन्द्रप्रसाद न्यौपानेज्यूको विषयमा जति भन्दा पनि जो सकिने अध्यय होइन। प्रजातन्त्रका लागि स्वर्गीय चन्द्रप्रसाद न्यौपानेले जुन योगदान दिनुभएको छ मुलुकमा, खास गरेर गोर्खाको कुरा गर्दै गर्दाखेरि त्यो अवस्थामा पनि चन्द्रप्रसाद न्यौपाने जहाँ उभिएर आन्दोलनको सुरु गर्नुहुन्थ्यो, त्यहाँ असंख्य अदृश्य रूपमा नेपाली जनता उहाँको पछि हुनुहुन्थ्यो। हामीलाई लाग्थ्यो चन्द्रप्रसाद न्यौपाने एकल झण्डा लिएर उभिनु भएको छ, तर अहिले हामीले हेर्यौं भने त्यस्तो होइन रहेछ। उहाँ एक्लै झण्डा लिएर सडकमा उभिँदै गर्दा पनि हजारौं जनताहरू उहाँको पछि रहे। त्यसकारणले चन्द्रप्रसाद न्यौपानेको जुन निष्ठा छ राजनीतिमा, उहाँको जुन प्रतिबद्धता थियो, उहाँको जुन एउटा प्रजातन्त्रको व्याख्या गर्ने जुन एउटा कुशलता थियो, त्यो वास्तवमै त्यो मुलुकको लागि ठुलो जनताको शक्तिको रूपमा प्रस्तुत हुनुहुन्थ्यो। उहाँको जस्तै लोकतन्त्र प्रजातन्त्रको लागि हामीले प्रतिबद्धता व्यक्त गर्न सक्यौं भने मात्रै स्वर्गीय चन्द्रप्रसाद न्यौपानेज्यू प्रति हामीले श्रद्धासुमन व्यक्त गरेको ठहरिन्छ।